दामी क्या हो त्यो बाँदर जस्तो त मनी छु हेलो एभ्रिवान नमस्ते सबैजनालाई वेलकम टु आवर च्यानल नमस्ते सुभाष रश्मिला भन्नुपर्छ तिमीले चिनेको छैन कसैले अहिले हाउस तेम्बोस जान लागेको है बिहानको 7:30 भयो दुईजना बुढाबुढी मात्र जान लागेको सो ब्लग चाहिँ हेरेर इन्जोय गर्नु होला गाइस है त भेटौँला यहाँ चाहिँ पुष्पास कार्यक्रम हुँदैछ है अब चाहिँ हामी एकछिनमा निस्किन्छौँ है यो बरफ शीत जम्दो रहेछ कि अनि के रे बुढीले ढिलो गरेको कप्टिया खाएर हिँड्दैछु गाइस है बिहान चिया र भुटीमाम थाको अलरेडी उहाँलाई चाहिँ भुटीमाम बनाइदियो मैले धेरै खाएँ भन्नु न अब जे पाएँ म उता काम परेर जाँदाखेरि खाएँ म गाडीमा केही नखाइ हिँड्नै सक्दिनँ हेर्नुहोस् मलाई रिनिन घुमाउँछ ढल्दिन त म त नन खाएको खायो म त केही न केही त खानै पर्छ चिप्स माडाहरू लिएर छु यो चाहिँ मर्निङ भ्यू हो है त यस्तो छ है हल्का घाम लागिरहेछ सनराइजको अपोजिट हेर्न सक्नुहुन्छ है यस्तो देखेछ यस्तो राम्रो देखेछ बाहिर है कस्तो मजाको घाम लाग्छ नि त चाहिँ यो ट्रेनको बाटो जाँदैछौँ है मलाई यो ट्रेनको बाटो चाहिँ यस्तो डर लाउँछ है गाइस हेर्नु न कस्तो डर लाउँछ क्या मलाई यो बाटो हिँड्न सातो जान्छ भने मेरो त कस्तो राम्रो बनाएको छ है कस्तो राम्रो बनाएको छ हेर्न सक्नुहुन्छ यो हामी कुन ठाउँमा आयौँ बुढा आहा हेर्नु न यहाँको फुल कस्तो राम्रो है कस्तो राम्रो यता चाहिँ खोला छ है कस्तो राम्रो है यो फुल हामी चाहिँ यो तोसुतिर आइपुग्यौँ है सायद तोसु नै होला यो कस्तो राम्रो के यो काटेको हेर्नु न कति मिलाएर काटेको छ कस्तो राम्रो देखिन्छ हेर्न सक्नुहुन्छ है म चाहिँ खै ह्यान्डसम कस्तो ह्यान्डसम देख्यो हामी चाहिँ अहिले 7मा आएर रोकेको है ससेज खानु थ्याङ्क यू बेबी खाएला मको सेवनको मन पनि भन्ने यो त्यो मेरो होइन थाहा थियो सबै केटाहरूलाई थाहा नै हुन्छ हामी यहाँबाट चाहिँ माथि कोसुको दोरो होइन कोसुको दोरोबाट चाहिँ जान लागेको है अब त चाहिँ 1 घन्टा पुगिन्छ हामी चाहिँ टनलभित्र छिर्यौँ है त ल ए जाने यताबाट आउने उताबाट हो चाहिँ अब त्यो रिच हो माइ गॉड कस्तो राम्रो है कस्तो राम्रो ठाउँमा आयो है हामी त ताके सागाको ताके भन्ने ठाउँमा आइपुग्यौँ गाइस हामी हेर्नु कस्तो राम्रो के यो डाँडाहरू त कस्तो खतरा देखिन्छ घाँसमा अनि खै यो के हुन्छ कि नेपालमा नि हुन्छ कि बेबी होइन यो त्यो प्लान्ट जस्तो कि त्यो सर्पावाला जस्तो लाग्यो कि त्यस्तै सम्म के हो
हामी चाहिँ उमीको छेउछेउ हिँडिरहेको छौँ आमामा कत्रो हो आँखाले भेन्जेलसम्म हेर्नु त उता हेर न पुलमा मान्छेहरू कति धेरै के ल हामी चाहिँ पार्किङमा आइसक्यौँ मैले चाहिँ अब गाडी पार्क गरेर है कति धेरै गाडीहरू मैले चाहिँ उहाँलाई 1000 रुपियाँ सापटी दिएछु है यो भरे फिर्ता दिएको भिडियो हाल्छु नि हालिदियो है ल है लिनुभयो भरेसम्म दिनुपर्छ है ल हामी आयौँ है गाइस ल यहीँ छ पछाडि गाइस मेरो आउटफिट ल सबै ब्राउन भएर आएको ल ओके ऊ चाहिँ ब्राउन म चाहिँ गाइस अब भित्र जाम है त म चाहिँ कुन ग्रिन ग्रिन र ब्राउन मिक्स ल त्यो पुलमा जाने हो त जाने होला नि एकचोटि त मेरो गुरुलाई यस्तो देखेँ कस्तो ह्यान्डसम देखेँ हेर हेर कति राम्रो देखेको मस्कै हो के अरे फेरि तारिफ गरेपछि त अनि जो पनि मसक्कै बुडु बेबी बेबी रे छन्त बेबी लौ हामी चाहिँ भित्र बस्नु आएको है त क्युआर कोड देखाउँछ 拝見します。ありがとうございます。 आज दिन चाहिँ अलिकति राम्रो चाहिँ छैन तर अब घाम लाग्छ जस्तो छ ल क्यामेरा निकालौँ ल अब हामी त आइसक्यौँ के अरे हजुरहरू त त्यहीँ होला होइन अहिले पनि बेडमै होला होइन फोन पक्नु है भुत्त पानीमा गाइस हामी चाहिँ भित्र पस्नु लाग्यो है अब यति भिड छ त फोटो खिच्छु भने नि लाइनै लाइन हो भने एकैछिन मात्र लामो लाइन भयो यता चाहिँ अब ब्याक क्यामेरा गर्नु पऱ्यो त यहाँ चाहिँ यो रहेछ नि मेरो उदालको त फोटो खिच्नु लाउनु चाहिँ हामी चाहिँ अब यो चढ्न लागेको है त खतरा है हामी बाहिर बस्ने गाइस हामी चाहिँ यहाँ चढिसक्यौँ है यस्तो देखेँ चाहिँ घाम आयो घाम आएर कति एक्साइटेड ल हिँड्यो है गाइस हामी त ただいまですね、タワーシティに出港しました。よかったらよくついてきてます。 सबैले भइगयो कस्तो बनाएको तिम्रो तिमीलाई मनपर्छ होइन मन पर्दैन
होला कि मौसमहरूमा पिङ्क यसरी फोटो खिच्छौँ है त क्यामेरा राख्नु त यसरी खिच्छौँ गाइस अघि हामी चाहिँ यही बोटमा चढेर आएको है यस्तैमा यसरी नै यो त राम्रो हो है बुझ्छौँ अगाडि कस्तो राम्रो लाग्यो एकचोटि उता जानु हामी घुम्दैछौँ हेर्नु है त यस्तो छ त्यस्तै हल्ला है यस्तो छ रमाइलो छ यो ठाउँ चाहिँ हजुरहरू पनि यदि टाइम मिलाएर आउनुहुन्छ भने आउनु होला गिफ्ट्स अफ क्रिसमसको मेरो बुड्डुजले चाहिँ ओमियागी किन्न लाउँदा चाहिँ खाइसकेको लागि लगिदिनु पऱ्यो कि भने चाहिँ लिनु भए मिठो छ जस्तो लाग्यो आमा सिपहरू कति धेरै हो खतरा है कति धेरै हेर्नु न आमा है हामी चाहिँ जिप लाइन खेल्न गएको है त अब यहाँबाट कति राम्रो देख्दो रहेछ बाहिरै त रहेछ म चाहिँ यो खान लाग्यो खाएमै जाउँ यो त अब सबैको फेभरेटै होला हामी अब खान्छौँ जाउँ मनी खेल्न जाऊँ क्या हो त्यो बाँदर जस्तो त मनी थियो गाइस हामी चाहिँ जिप लाइन खेल्ने भनेर आएको यस्तो लामो लान्छ यहाँ जिप लाइनको लाइन कहाँ हुँदैन यो त यसको लाइनको ए अनि कहाँ हो त जिप लाइन त
उताबाट यता आउने लाइनमा बस्दा बस्दा निन्द्रो लागिसक्यो गाइस जाउला होइन बुढलाई चाहिँ निन्द्रो चाहिँ लाउँछ मलाई गाडी चढ्दा निन्द्रो लाउँछ लाइन बस्दा निन्द्रो लाउँछ गाइस हामीले जिप लाइन खेलेको हेलो गाइज अहिले चाहिँ हामीले 90 मिनट 1 घन्टा लाइन बसेर मेरो फोन फस्ला जिप लाइन खेल्यौँ जिप लाइन भनेको चाहिँ त्यहाँ छ उता त्यो हरियो टेन्ट देखेको ठाउँतिरबाट हामी डोरीमा झुन्डेर आएको मजा आयो मलाई त उसलाई चाहिँ डर लाग्यो अरे डर पुग्यो ल अब चाहिँ खै के गर्ने अब त झ्याउला लाग्यो हामी सबै लगभग सबै घुमियो अब बत्ती बोलेको हेर्न मात्र बाँकी छ बत्ती बोल्दाखेरि कस्तो देखिँदो रहेछ थाहा छैन लेट्स सी के हुन्छ अब यो देखेर उसको चितवन कि कता हाल्यो सेम त्यस्तो गाइस मलाई चाहिँ आइसक्रिम खान लाग्यो त Cheers. Ada kostum. मिठो हो तपाईहरु नि खानु है 900 रुपैयाँ पर्छ ल नहीं नखाने कस्तो नखाने हो र निस्किन लाग्यौँ रातिसम्म बसिने हुन्थ्यो तर थकाइलाई बिहानबाट छिटेको अनि अब बल्ल बत्ती बोल्दै थियो ठिकै झ्याउलाई अब ल अब चाहिँ हामी यहाँबाट चल्दिन्छौँ अब ल बाई बाई थ्याङ्क यू फर वाचिङ है गाइस भन्न आउँदो रहेछ थ्याङ्क यू फर वाचिङ भिडियो अन्तिमसम्म हेरिदिनु भएको लाइक गरिदिनु सब्सक्राइब गरिदिनु है च्यानललाई बाई 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 सी यू नेक्स्ट भिडियो ल